भारतमा अरू नेपाली नेताले नपाएको भव्य सम्मान रवि लामिछानेलाई। रेड कार्पेटमा फूलमाला बर्साएर झाँकी परम्परा सहित भव्य स्वागत। बाटैभरि रवि लामिछानेको ठूलो पोस्टर। मोदीले विशेष भोजको आयोजना गर्दै। दशबिन भारत भ्रमणमा रहेका रासोपाका सभापति रवि लामिछानेलाई उच्च महत्व दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेड कार्पेटमा भव्य स्वागत गरेका छन्। आजसम्म अरू नेपाली नेताले नपाएको सम्मान रवि लामिछानेले पाएका छन्। मोदीले जेठ 20 गते रवि लामिछानेसँग भेटवार्ता गर्नेछन् भने विशेष सम्मानका साथ रात्रि भोजको पनि आयोजना गरिएको छ। हिजो भारत उडेका रविले आज राजनीतिक भेटघाट शुरू गरिसकेका छन्। सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा दिल्ली पुगेका लामिछानेको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत गरिएको छ। भाजपा कार्यालयमा पुग्दा लामिछानेलाई परम्परागत झाँकी, फूलमाला र स्वागत कार्यक्रम सहित भाजपा नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए। त्यस क्रममा लामिछानेले भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा भाजपाका नेताहरूले लामिछानेलाई पार्टी कार्यालयको संरचना, सञ्चालन प्रणाली बारे जानकारी गराएका थिए। रासोपाका अनुसार भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको छ। सभापति रवि लामिछानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको आधारमा सहकार्य गरेर अगाडि बढाउनु पर्ने भन्दै सीमा विवाद समाधानमा संवाद गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। लामिछानेले 5 दिने भ्रमणका लागि सोमबार भारत गएका हुन्। भारत बसाइका क्रममा उनले नेपाली समुदाय र समर्थकहरूसँग पनि भेटघाट गर्नेछन्।